कहाँ हो सरकार? हामी छौँ अहिले काउ खोलाको बस पार्कमा हामी कुरिरहेको छ हाम्रो जिपलाई। गर्दा गर्दा यो केटाले हामीलाई बसमा लिएर आयो। जिपमा आउने भनेको होइन, यो केटाले बसमा लिएर आयो होइन। यस्तो गग्राङ गग्राङ गर्दै यहाँ साथीहरू हुनुहुन्छ। सब कस्तो भइरह? बोल्न सक्ने स्थितिमा छैन अहिले, माथि गएर बोल्ने रे। सीमा कस्तो भइरहेछ? यहाँ कोही सुति पनि रहेछन् मस्त सिलबारमा। अब हामी छौँ कहाँ छौँ? हामी चाहिँ भर्खर गाडीबाट यो गाडीबाट झरेर अब यो गाडी चाहिँ यताबाट जान्छ अरे, हामी चाहिँ पुल तरेर जाने होइन। अनि हामी चाहिँ कहाँ यो अब चाहिँ 15-20 मिनटमा पुगिन्छ सिक्लेस भन्ने आश गरौँ भर नपर, किनकि मेरो भर कहिले नपर्नुहोस्, किनकि उहाँको नाम दिनेश अधिकारी। ल ओ हामी चाहिँ झोलुङ्गे पुलमा झुल्लिँदै हल्लिँदै हिँडिरहेछौँ। हामी खाएको त केही पनि छैनौँ, तर पनि हल्लाइरहेछ। यो सायद नेचरको के को कमाल, नेचरको के अरे ट्रिप होला। अब हिँड्दैछौँ। लास्ट हल्लाउने पुल रहेछ यार। यो कसले बनाएको यो इन्जिनियर चाहिँ अलिक ठिक लागेन हामीलाई। हाम्रो बस चाहिँ यताबाट आउँदैछ है, त्यो बाटोबाट आउँदैछ। ऊ त्यहाँ आइपुग्यो हाम्रो बस, त्यहाँ। अब हामी चाहिँ लखर हिँड्दैछौँ। ड्राइभर दाइलाई अब 50 रुपियाँ घटाइदिने, हामीलाई छोडेर गयो नि त यत्रो हिँड्न 50 रुपियाँ चाहिँ कम दिने भन्ने हामीले निर्णय गरेछौँ। नहल्लाइदेऊ यार, नहल्लाइदेऊ, डराइरहेछन् पछाडि डराइरहेछन्। तिमीलाई पो डर लाग्दैन? सबै तिमी जस्ता आटीलाई माउन्टेन ड्यू खाएर आएको हुँदैनन्। हो मन पर्नै पर्यो कि फेरि। हजुर कहाँबाट हो गाइजहरु? हामी चितवनबाट। ल टाढीबाट कहाँ चितवन कहाँबाट हो? कसको? मेरो घर टाढीको त्यो पिपल बोटे होइन त्यो त्यहाँनिर। म त त्यहाँ उसमा के अरे पार्वतीपुरबाट चितवन। ल है गैडाको साथीहरू भेट्यो। गैडा तल देखाउँ न, जमानामा गैडा हन्टिङमा तल देखाउँ न। ल तल चाहिँ एकचोटि भ्यू दामी भ्यू छ तल चाहिँ, हातबाट नपुच्केला। सही ल। कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ यो यात्रा चाहिँ। अब ट्रेकिङ कस्तो हुन्छ थाहा छैन। तपाईँ किन हल्लिरहनु भएको? म हल्लेको होइन कि, यो पुल हल्लेको, हजुरको सोच हल्लेको, हजुरको क्यामेरा हल्लेको, म हल्ले छैन। क्यामेरा हल्ले हो। ल यसरी हल्लिरहेछ पुल चाहिँ। एकतिर गएपछि अर्कोतिर चढ्न टाइम लाग्छ। डेन्जर हल्लिँदो रहेछ यार, खतरा हल्ले है। केही हुन्न केही हुँदैन, आउँदा हुन्छ के यस्तो। हामी ल मरिँदैन अझै। यो पुल चाहिँ यस्तरी हल्लिरहेछ कि खतरा हल्लिँदो रहेछ यो चाहिँ होइन। बिचमा बसेर उहाँले हल्ला, मैले त हल्लाएको छैन है। ल है उहाँ हेर्नु, दर्शक बिनहरू हेर्नुहोस्, डरको माहौल छ यहाँ। डरको माहौल छ। के हुन्छ अब के हुन्छ यसपछि के हुन्छ ल हेर्नुहोस्। के उहाँहरू यो पुल कटेर जानुहुन्छ होला त? उहाँहरूलाई कति समय लाग्ला? यो टाइम टाक्छ रोडी छ क्या। के भइरहेछ यहाँ? पुल हल्लिरह यसरी पुल हल्लिरह, डर लागिरह। सिधा आयो हुन्छ कि केही हुँदैन कि होला त? हेरौँ है त उहाँहरूलाई डेन्जर हल्लिरहेको रहेछ त, म त ख्यालै नगरेको। डेन्जर हल्ले भनेको केही हुन्न कि सिधा आयो हुन्छ। एक लाइन भनेर रहेछन् कि यो हल्लिनेवालै पुल रहेछ होइन। सिधा आयो हुन्छ कि यताउति नगरिकन, केही हुँदैन के। कल्ली हो र हल्ला हेर्नु, खतरा हल्लिँदो रहेछ यार। यो त अति नै दामी यार। बल हल्लिरहेछ यार। यो त बल थ्रिलिङ गयो के, यो त थ्रिलिङ भइरहेको कस्तो भने हुँदो रहेछ क्या झन्। ए
नसमातिकन हिँड ल जाम ल अगाडि जामे ल है यहाँ हल्का यस्तै छ पुल चाहिँ लम हल्लिरह जति बिच पुग्यो त्यति हल्लिँदो रहेछ हाम्रो यहाँ दिनेश सर फेरि उहाँ अब अर्को सिजन चाहिँ रोडी जानुहुन्छ अरे यस्तो हल्लिँदै यो थ्रिलिङ एक्सपिरियन्स तल नि बब्बालै देखिरहेछ होइन तल पनि पक्कै रोडी जान्छु लाउरे दाइ मलाई छान्नु होला म यस्तो टाक्समा पनि हिँड्नेछु तर सिधा हिँड्ने नफिल हुँदो रहेछ के सिधा हिँड्नु साथीहरु नसमातिकन सिधा हिँड्नु केही हुँदैन ल त्यही भएर सिधा हिँड्ने भने रहेछ के यो तल देख्न सक्नुहुन्छ अति नै गहिरो छ तल हेर्दाखेरि बवाल छ होइन ल हामी चाहिँ आइपुगेका छौँ सिक्लेसमा अब हाम्रो खानाको लागि व्यवस्था हामी गर्दैछौँ त्यसपछि हामी जान्छौँ यहाँबाट माथि हाम्रो हुबुतिर सुरु हुन्छ हुबुतिर है त ल साथीहरू त छन् अनि दामी देखिरहेको छ भ्यूहरू पनि यता हिमाल देखिरहेको थियो राम्रो ल अब हामी खाना खाएर अब हाम्रो ट्रेकको लागि हामी अगाडि बढ्दैछौँ कस्तो भयो त यहाँसम्म एकदम रमाइलो भयो सिसीले खाना धेरै खायो अब तिमी कसरी हिँड्छौ ल अनि दिनेश सरलाई कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ खाना मस्त खाइयो होइन अब त्यहाँपछि ल हिँड्न सुरु गरेछौँ अब हिँड्न सकेको छ तिम्रो चाहिँ नखिच्ने किन भात दिएर खाएको नि त अनि यहाँ चाहिँ फोटोग्राफरहरू हुनुहुन्छ कस्तो भयो यहाँसम्म रमाइलो भइरहेछ रमाइलो एकदम तपाईँलाई ठ्याक्कै कुन फिल्मको ल अब हामी यहाँबाट अगाडि बढ्दैछौँ सो अब हेर्दै गर्नु होला है त कहाँ पुग्छौँ हामी कस्तो भइरहेछ यहाँसम्मको यात्रा एकदम रमाइलो एडभेन्चर भइरहेछ होइन हिँडेको लगभग कति आधी घन्टा जति भयो रमाइलो छ पुल आइयो फर्स्ट पुल यो हाम्रो फर्स्ट रेस्ट हामी कहाँ गरेछौँ भन्दा ओह्रालोमा गरेछौँ कहाँ हो थाहा छैन अत्तो पत्तो छैन साथीहरूको हालत साथीहरू लत्रक पत्रक छन् कोही कोरी पुग्दिन भन्छन् कोही कापुचे बस्ने भन्छन् को रहेछ को हो तर पुगिन्छ धेरै नरक जा ससुराली ट्रेक रहेछ यो चाहिँ होइन पानी बोकम हिँडम केही हुन्न हामी रेस्ट गरेर कति भयो हामी 15-20 मिनट भयो हिँडेको होइन नि ओह्रालोमा हिँडेर घुँडा दुखेर निक्याप लाएर निक्यापमा आइसकेको छ साथी अब भोलि पुग्ने बेला अब केमा आउने उहाँ थाहा छैन कोहीबाट हेलिकप्टर लाग्छ होला नि त मगाइदियो होला नि त तिमीलाई एउटा हामी अब ट्याक्क त्यो ब्रिजबाट फेरि त्यहाँ माथि चढ्छौँ है त स्क्याम रहेछ कि उस ट्रेक त घरि तल झारे घरि माथि झारे सिधा जानु नि होइन कि पुल बनाउनु गुफा मात्र क्लिप हालिदिनु छैन कि केपी यस्तो भयो दिमाग धेरै भएपछि चल्छ अरे के ओए ल दामी के छ के देख्यौ झर्नाको चिसो पानी माछा पर माछा यो हाम्रो कति हो ब्रेक हाम्रो यो गर्नै नसकिने अनगिन्ती ब्रेकको ब्रेक कति तिमी चाहिँ ब्रेकमै छैनौ त घोडालाई लगाम ला जस्तो छ त यतिको मान्छे चाहिन्छ है ट्रेकमा है त्यसै नेट्सले ल्याह त यस्तो मान्छे चाहिन्छ कि ल कस्तो भइरहेछ गाइजहरु रमाइलो भइरहेछ रमाइलो शब्द भन्दिनु 2-3 शब्द भन्नुपर्छ नि त फेरि रमाइलो छ एकदम रमाइलो एकदम थकित धेरै रमाइलो तिमीलाई त के सोध्ने होला तिमी त फेरि घोडामा लगाम ला जस्तो ल अब हामी फेरि बिस्तारै अगाडि बढ्छौँ है त ल हामी धेरै हिँडिसक्यो भाइ अहिलेसम्म रमाइलो भइरहेछ एकदम यस्तो गाह्रो भन्ने कुरा छैन होइन
गाह्रो भने खासै भएन अलिअलि खुट्टा गाह्रो खासै भएको छैन अलिअलि खुट्टा यसो यसो हुन्छ नि हल्का यसो पारामा त्यति मात्र हो साथीहरू हिँड्दै हुनुहुन्छ अब चाहिँ हामी पुरै ओह्रालो झर्दैछौँ हामी धेरै नै जस अघिभन्दा धेरै नै आइसक्यौँ यता कति बजिरह होला 2 साढे 2 बजिरह होला सायद अहिले अब हामी जस कति 1-1.5 घन्टामा चाहिँ चट्ट हुमा पुगिन्छ त्यसपछि त्यहाँबाट हामी अझै अगाडि कापुचेको लागि अझै जाने प्रयास हुन्छ हामी पुग्छौँ कि पुग्दैनौँ हेरिराख्नुहोस् होइन त हेरिराख्नुहोस् यो बाटो कस्तो रहेछ भनेर मलाई सोध्नुहुन्छ भने पिङ्खेले जस्तो एकचोटि सिधै तल गयो अनि फेरि माथि फेरि तल ल हामी आइसकेका छौँ हुपुकोट भन्ने ठाउँमा आई गेस त्यही नै होला धेरै नै हिँडिसकेका छौँ तर थाहा छैन हो कि होइन अब यहीँ आएर थाहा हुन्छ गएर नजिक नजिक जाँदैछौँ हामी साथीहरू यहाँ हुनुहुन्छ यता चाहिँ हाइड्रो पावर छ यो साइडमा लुकिङ भेरी असम होइन त के हो गाइज ओके वेलकम टु आइस हुगु नै रहेछ गाइज सो हामी चाहिँ हुगु आइसकेका छौँ होटेल आइस फल कापुचे भन्ने एकदम ब्युटिफुल ठाउँ छ ल म तपाईँहरूलाई यसो देखाउँछु के रहेछ हेर्नुहोस् दिस इज द होटेल आइस फल कापुचे हुपुकोट ओके हामी छौँ अन्धधुन्दा बाटोमा ब्याग बोक्नु भइरहेछ साथीहरू देखाउनुहोस् यतातिर हुनुहुन्छ हिँड्दा हिँड्दा थकित भइसक्यो के हो ल हामी चाहिँ लगभग 7:30 बजीतिर पुगिसकेका थियौँ कापुचेमा सो मैले भिडियो बनाउँछु भन्दाखेरि टाइम ल्याप्स बनेको छ सो यस थ्याङ्क यू फर वाचिङ द भिडियो आई विल सी यू इन द नेक्स्ट वान